देखाएको नि त्यही जाने बाटो आउँछ मैले त्यो पेरिबाट फर्किएको पानी तलबाट ल्याउने कि माथि होइन उहाँले यताको गर्नु परिहाल्यो आउँदैन हेर आउने राइसर राइसर कति बेर हो धान्दैन हो त्यति बेर रुख्ने राइसर त्यो त्यति बेर राखेर चाहिँ भिडियो के बाबा अनि त्यति त भइहाल्यो पानी आएको माथिबाट चाहिँ त्यो सुकिने क्लियरमा पिपल बजार टाइपको थियो त्यहाँबाट अलिक माथि त हो अघि हामी त्यहाँ ओह्रालो यहाँनिर एउटा पहिला फोटो खिचेर आउनु हामी त्यहाँ छिर्छौँ मात्रै भन्नु खोजेको ल जानु त छिर्दै गर्नु होइन कहाँ छिर्ने त्यो हस्पिटलमा खेल्नु छ कि मलाई ल अब गुराँसको बोटतिर अब हामी जाँदैछौँ साथीहरू तुफान सर नरेश सर हामी कहाँ हिँडेको कहाँ हिँड्नुभएको प्रकाश सर ससुराली ससुरालीको डाँडा बेगरी हो र नरेश सर ससुराली कहाँ बनाउनु तपाईँ गोर्खातिर अलि राइसर त नयाँ जुत्ता किन्नु भएको थियो यार मलाई थाहा छैन कति हाल्नु 28,000 आउँछ ए मेरो क्यामेरा छ त हेलो हेलो भाइ कहाँ छौ आज बजे भाइ आज ऐतिहासिक पृष्ठभूमि कालो हिँडिरहेका छौँ साथीहरू हामी उहाँहरू घुम्न आउनुहुनेहरू यता हेर्नुहोस् है साथीहरू हात हल्लाउनुहोस् है राइस सर युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ साथीहरू थाक्यो है ह्यान्डसम मान्छे आरबी सरको के आयो फेरि फोन आयो होला स्विच अफ गरेकै ठिक रहेछ फोन आयो गर्छ राख्ने काम भएछ लिकलिकोट कुटुप्पा माथिबाट तो पानी खाउँछ तो पानी खाउँदै खानु लिकलिकोट मन्दिर छ यहाँ
लिलिकोट डाँडामा आइयो हामी। ल लिलिकोटको डाँडामा आइपुग्यौँ। छैन क्यारे भूमिथान यस्तो देखिँदो रहेछ लिलिकोटबाट आउँदो चाहिँ नि। लिलिकोटबाट यस्तो लिलिकोट टप हो यो साथीहरू। लिलिकोटको टप हजुर लिलिकोटबाट देखिने दृश्य ल सिपी ल्याउनु न। अब चाहिँ नि फर्किने क्रममा छौँ हामी साथीहरू। गरिदिनु होला सबैले। राइसर युट्युब च्यानलको श्रद्धेय CEO, फाउन्डर, चेयरपर्सन, ओनर, म्यानेजिङ डिरेक्टर MD मिस्टर धनकुमार राई प्रति हामी निकै आभारी छौँ। के अरे लिलिकोट राई युट्युब च्यानलमा हामीले लिलिकोटको डाँडेमा हावा सरर मेरो यहाँ फुट हेर्नु लिलिकोट सब्सक्राइब गरिदिनु, बढाइदिनुहोस्, घन्टी ठोक्नुहोस्, ट्याङ ट्याङ, लाइक कमेन्ट। हामी लिलिकोटमा छौँ साथीहरू। हाम्रो चाहिँ नि साथीहरूसँग घुम्न आएको छौँ। घुम्ने क्रम भइरहेछ। यो के हो साथी हो यो के हो यो बाघ हो, सुतिरहेछ हो र? यो बाघ हो सर। त्यो जमानामा आरबी सरले पाल्नु भएको बाघ हो कि हो यो? यो बाघ हो। यसले फेरि ढुङ्गा माटो मात्रै खान्छ। मलाई 147 मिटर रङको त्यो बाटो कता जाने बाटो रहेछ? बेसी सर। त्यो बाटो त्योबाट अब हामी यताडि आउँथ्यौँ कि त्यो सर एक्सचेन्ज बाइक फर्केर आएको थियो नि त्यहाँबाट आयो रमजुङको बेसी टुटुरे पुग्छ अरे नि यो बाटो कता हो? यताबाट गएर टुरटुरेमा के छ विशेष टुटुरे अनि त्यसपछि भन्सार हुँदै ढुङ्ग्रे हुँदै अनि त्यसपछि हामी यहाँ फैलिनु हुँदै निक्लिन्छौँ। मलाई कता कता जस्तो त लाग्थ्यो। यहाँबाट यता तल गएर पालुकाबाट धेरै लाग्थ्यो हामी घर पुगिसकेको भनेपछि यो अनि यहाँबाट गोर्खा भने त पल्लो डाँडो हो क्या हो? ए तपाईँको यस्तो रहेछ नि त अर्को। मान्छे हिँडेर जान्थ्यो त यहाँ 2-2.5 घन्टा कुराहरू बक्लाइरहेको हुन्छन् त 2 घन्टा पुग्छ भनेर। कसले? हामी अब कति घन्टा भएर 2 घन्टा भएर? ठ्याक्कै लिलिकोटको डाँडैमा आइपुग्यौँ साथीहरू। ल चाहिँ तपाईँको भ्लगमा म देखेको होइन। ल मलाई राखेर हुन्छ मान्छे राखेको भ्लग ल प्रकाश सरले बस्नु त। हेलो। भन्नुहोस् त केही कुरा। केही कुरा खासै त छैन। अब हामी यहाँ घुम्न आइया एकदम अकस्मात जुर्यो लिलिकोट। यहाँ हेर्नु झन्डा पहिला पनि आइरहेको त्यही पनि साथीहरू सोध्दाखेरि आइएको छ। त्यही छ, खासै बोल्न आउँदैन। लिलिकोटको झन्डा यो झन्डा यही हो साथीहरू। झन्डा फहराइरहेको छ। लिलिकोटको ठुलो झन्डा यही हो, गोर्खाको लिलिकोट।
राई सर हजुरकोबाट हानु त ल फोटो लिक्लिडको यस्तो रहेछ भित्र बस्ने ठाउँ होला ठुलो यता आउनुहोस् त म 0.6बाट खिच्छु के आउँदैन झन्डा हो त्यहीँ बस्नुहोस् त ओ तुफान सर बस्नु न खालि तपाईँ केटाकेटी जस्तो मान्छे यार